नमस्ते साथीहरू। आज म तपाईहरुलाई नागरिकता भनेको के हो, नेपालमा नागरिकता कति प्रकारका छन्, नागरिकताको महत्त्व के छ भन्ने बारेमा जानकारी गराउन गइरहेको छु। यदि मेरो भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। नेपालको संविधानले भाग 2 र धारा 10 मा नागरिकता सम्बन्धी व्यवस्था गरेको छ। नागरिकता भनेको राज्यले दिने प्रमाणपत्र हो, व्यक्तिको पहिचान हो। राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी नागरिकको अधिकारको संरक्षण गर्ने दस्तावेज नै नागरिकता हो। नागरिकताले कुनै पनि व्यक्ति कुन देशको नागरिक हो भनी पहिचान गराउँदछ। नागरिकताको महत्त्व। नागरिकताको किन महत्त्व छ त? राजनीतिमा भाग लिन, व्यापार व्यवसाय गर्न, सम्पत्ति प्राप्त गर्न, सङ्घ संस्था खोल्न, ऋण प्राप्त गर्न तथा बैंकिङ कारोबार गर्न, राहदानी बनाउन, शिक्षा आर्जन गर्न, राज्यले दिने सामाजिक तथा सुरक्षा प्राप्त गर्न लगायतका अन्य कुराहरू प्राप्त गर्नको लागि नागरिकताको आवश्यकता पर्दछ। नागरिकताका प्रकारहरू। नेपालमा 4 किसिमका नागरिकता छन्, जसमा 1 मा रहेको छ वंशज नागरिकता। वंशज नागरिकता कसले प्राप्त गर्दछ त? कुनै पनि नेपाली आमा बाबुबाट जन्मेको व्यक्तिले, नेपालमा बसोबास गरेको तर आमा बाबुको पहिचान नभएको व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन्। अङ्गीकृत नागरिकता। नेपाली नागरिकले विदेशी नागरिक केटीसँग विवाह गरेमा विदेशी नागरिकले अङ्गीकृत नागरिकता पाउने व्यवस्था रहेको छ। सम्मानार्थ नागरिकता। नेपाललाई चिनाउन योगदान गर्ने विदेशी नागरिकलाई सम्मानार्थ नागरिकता प्रदान गरिन्छ। गैर आवासीय नागरिकता। सुरुमा नेपाली नागरिक तर पछि नेपाली नागरिकता त्यागी दक्षिण एसियाली राष्ट्र बाहेकका राष्ट्रहरूको नागरिकता लिएको तर नेपालको समृद्धिमा सहयोग पुर्याउन खोज्नेलाई गैर आवासीय नागरिकता प्रदान गरिन्छ। अङ्गीकृत, सम्मानार्थ र गैर आवासीय नागरिकता पाएका नागरिकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र पाउँछन् भने राजनीतिक अधिकार चाहिँ पाउँदैनन्। तर वंशजको नागरिकता पाएको व्यक्तिले भने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार पाउनुका साथसाथै नेपालको संविधानले दिएको सम्पूर्ण अधिकार प्राप्त गर्दछ। हस्त साथीहरू, आजलाई यति नै। आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू ल्याउने बाचाका साथ आजलाई बिदा हुन्छु। धन्यवाद।